कतैले हात उठाउनु भएको छ, कतैले खुट्टा उठाउनु भएको छ तपाईँहरू। लड्छ है सानी त्यहाँ अरूले त्यो लडाइ मैले के भन्छु भने म यहीँ छु, मेरो गाउँ हो, मेरो घर हो, मेरो मन्दिर हो, सबै ठिकै। चेलीबेटीहरू धेरै हुनुहुन्छ, महिलाहरू अलिक बढी। भगवान्को मन्दिर गएपछि यस्तो रहेछ। नमस्ते बोलो नागेश्वर भगवानको जय हो। यहाँ त गीत कस्तो राम्रो गाउँछ नि। हरि हरि तपाईँले छ नि, तपाईँले कतिजनाले यहाँ मन्दिरमा पुण्य गर्नु, दान गर्नुभयो, हात उठाउनुहोस् त। 100 मात्र गर्नुहोस्, 200 गर्नुहोस्, 400 गर्नुहोस्, 5000 गर्नुहोस्, अहिले चाहिँ म भन्दैन, किनभने तपाईँहरूसँग पर्सेन्ट बनिरहेको छ है। यो हाम्रो मन्दिर हो। मेरो यति प्रिय मेरा भाइहरू सबै हामी म कलाकार भावलाई सबै जोडिया छौँ। म गीत गाउने मान्छे होइन। मेरो यसपालि भर्खरै भर्खरै गर्नु गऱ्यो बलराम भैँसी पालेर भन्ने भाग 2 आएको छ। हेर्नु भएको छ कतिजनाले? हेर्नु हात उठाउनुहोस् त। अनि कतिजनाले सेयर गर्नु भएको छ, हात उठाउनुहोस् त। कसैले पनि गर्नु भएको थाहै छैन। मेरो छोराले गर्छ कि थाहा छ? यसो हो, अहिले रमाइलो गर्ने हो। हाम्रो टिम छ, बिस्तारै अब फेरि साँझ काट्नु हुँदैछ। सबैजना उनीहरू नाच्ने गरी म गीत गाउने मान्छे होइन र पनि गाउने प्रयास गर्दैछु। मेरो भाइहरूले ल न दाइले एउटा गाउनु भन्नुभयो र प्रयास गर्दैछु। हरे 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 स्केल के हो? ABCDEF के हो? हाय हाय कसरी मोबाइल चलाउनु गर्दा घाँचा दाइ सम्मान छ, मेरो सबै टिमलाई सम्मान छ नि। हरे हरे आमा पनि आमा छ। एकचोटि मेरो आमाको लागि जोरदार ताली बजाइदिनुहोस्। आमाले पनि सुन्नुपर्छ। आमा खाना खाना आउनुहोस् भन्दा सुन्नु न, यहाँ त सुन्नुपर्छ। एकचोटि आमा उठाउनु त भाउजू, नानी उठाउनु त आमालाई। यसरी उठ्नुहोस् न, उठ्नु न बिस्तारै हो। सिसी नगर जति उठ्नु न आमालाई। हो यही मेरो आमा हो। यी आमाले ठसी पाएर जन्मे आमा, यही आमा छ। यस्तो दिँदैछ कि हे यो पनि रामको, त्यो पनि रामको, यो पनि रामको, त्यो पनि रामको।